अजाको अध्यक्षतामै वंशावली पुस्तिका निकालियो नि अजा। हजुर यो अविस्मरणीय ऐतिहासिक क्षण अजाले सम्झिँदा कस्तो लाग्छ अजा? बडो खुसी लागेको छ, हर्ष लागेको छ। अब सारा नेपालमा सरेर बसेका दाजुभाइ एक आपसमा अपरिचित अवस्थामा थियौँ र पूजा आजा पनि एकै ठाउँमा हुनु पनि थियो। त्यसैले आफ्नो वंश चाहिन्छ यो काम गरियो र अहिले उनकै नामले हामी सबै चिनिने भन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने वंशका भाइ भतिजाहरूलाई धन्यवाद दिन चाहन्छु। धेरै कुराहरू चाहिँ अब पौराणिक कालदेखि नै अब चल्दै आएको पूजा विधि, खानपिन, रहनसहन, बोलचाल जो जति छन् त्योलाई राम्रो कुराहरूलाई चाहिँ समेटेर लाने र समयानुकूल परिस्थिति अनुसार परिवर्तन गर्नुपर्ने ठाउँमा परिवर्तन गरेर लानुपर्ने सकिन्छ। नियम नीतिमा पनि भोज भतेर पूजा आजामा यीमा चाहिँ अझै पनि कति समेटेर लान सकिने। अब वंशजहरूलाई के भन्न चाहन्छु भने परस्परमा एकताबद्ध भएर काम गर्ने, सहयोगको भावना राख्ने, परस्परमा मिलेर रहने र यो सुर्खेत वंशलाई राम्ररी चलाएर लाने, समेटेर लाने भन्न चाहन्छु।